वेलकम टु माई ब्लग। आजको मेरो न्यू ब्लग चाहिँ स्टार्ट भइसकेको छ साथीहरू। अनि आज के को बारेमा भन्ने कुरा तपाईँहरू थम्बनेल हेरेर थाहा पाइसक्नु भएको छ। आज चाहिँ हामी मुभी हेर्न जाँदैछौँ। के सुन्नुभयो? हो, मुभी हेर्न जाँदैछौँ। अनि आज चाहिँ हामी तीनजना, दिदी, म, मम्मी मुभी हेर्न जान्छौँ। दिदीले चाहिँ हिजो के भन्नुभएको थियो भनेदेखि हामीले टिकट पाएन भने चाहिँ नजाने, पायो भने चाहिँ जाने भन्नुभएको थियो। सो दिदीले टिकट पाइसकेको छ। अनि अब हामी मुभी हेर्न जान्छौँ। दिदीलाई कुर्दैछौँ। दिदी आइसक्नु भएपछि हामी रेडी भएर जान्छौँ। तर कुन मुभी हो मलाई थाहा छैन। दिदीले कुन मुभीको जस्ट नेपाली चाहिँ नेपाली भन्नुभएको थियो, तर नेपाली मुभी भन्नुभएको थियो, तर कुन चाहिँ मुभी हो त्यो थाहा छैन। सो मलाई पनि थाहा छैन। अब दिदी आएपछि म दिदीलाई सोध्छु। अनि त्यही हाम्रो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला भन्ने चाहन्छु। अनि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला। आइर दिदीलाई कुर्छौँ। अब दिदी आउनुहुन्छ अनि त्यसपछि चाहिँ हामी जान्छौँ। दिदी पनि आउनुभयो। दिदी आउनुभयो। ब्याग एन्ड ब्याग। के को मासु रे? च्याङ्रा। यो चाहिँ के को? खसीको? खसी 1.5 किलो। 1.5 किलो भन्दा बढी नै छ। वाउ, कति राम्रो देखेँ। एकचोटि नाच्दिन। ठुमुक 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 महिना छ। तर क्या राम्रो देखेँ कि यही लाएर जाने हो? होइन, अर्को लगाउने हो। यो यहाँ मासु सबै लागिसक्यो कि मासु ल्याएर। हाम्रो दिदी हिरो नै भएर आएछ। ए कुन मुभी रे? बलिदान। सुन्नुभयो? बलिदान मुभी रे। को दिदीलाई? मोटी दिदीलाई। ए कहिले त हेरौँ। छैन, ठिकै छ। त्यो खासै राम्रो पनि थिएन। म अर्को लिएर दिइहाल्छु। कति कहाँबाट ल्याएर? युकेबाट मगाएको हो क्या। कस्तो दामी छ। स्मेलले खतरा रहेछ। 25,000 यो बट्टै दामी छ। 20-25 मलाई यो ब्याग पनि दामी लाग्यो। तँलाई त मेरो जे पनि राम्रो छ। बहिनी हो नि त होइन, आँखा त लाउनु पर्यो। हाम्रो मम्मी त कुखुराको मासु पकाउँदै हुनुहुन्छ। बास्न आइसक्यो। मलाई त नाकमा बास्न आइसक्यो। अब हामी खानासाना खान्छौँ। सबै काम सिद्धाएर अनि मात्रै जान्छौँ। अझै रेडी भएर हिँडिसकेँ। कस्तो देखा साथीहरू कमेन्ट गर्नु होला। अब हामी यहाँबाट गाडी चढेर माइक्रो चढेर हामी के अटाउ जान्छौँ हेर्नु गएछ। हाम्रो मम्मीलाई कति राम्ररी देखेको। वा, ल हाम्रो दिदी पनि धेरै राम्ररी देखेछ। भेट्ने हलमा मम्मी आउँदै हुनुहुन्छ। दिदी यहाँ ठिकै छ। अब लास्टमा हेरौँ कस्तो हुन्छ। ब्रेक ल मम्मी लिएर जानु। माथि जाने? जहाँ म अर्को लिएर आउँछु। हामी चाहिँ यहाँ छौँ क्या। यहाँ छ हिरो त्यहाँ छ।